कलेज छुट्टी भएको बेला मेरो मर्निङ रुटिन कस्तो हुन्छ भनेर देखाउँछु है त। हाई गाइज, दिस इज सक्कु। अनि आजभोलि चाहिँ विराटनगरमा आन्दोलन भएर 3-4 दिनदेखि हाम्रो कलेज चाहिँ छुट्टी छ। त्यसैले म चाहिँ बिहान 7 बजेतिर उठेँ अनि उठेर चाहिँ फर्स्टमा मैले पानी पिएँ एज युजुअल। अनि फ्रेस भएर म चाहिँ स्किन केयर गर्नतर्फ लागेँ। त्यसपछि चाहिँ पढ्नको लागि स्टडी टेबल सेट गर्न थालेँ। अब भोलिदेखि चाहिँ पक्का पढ्छु भनेर प्रोक्रास्टिनेसन गर्दा गर्दै मेरो एक्जाम पनि आइसकेको छ। त्यसैले मैले चाहिँ आजदेखि नै अब जोस जाँगर लगाएर पढ्नुपर्छ भनेर मैले चाहिँ पढ्न स्टार्ट गरेँ। अनि बिहान चाहिँ 1 घन्टा जति पढेर म चाहिँ गएँ पसलतर्फ सामानहरू लिनको लागि। आज बिहान चाहिँ कस्तो राम्रो मौसम थियो, पानी पर्ला जस्तो गरिरहेको थियो, तर पानी चाहिँ परेन। अनि मैले चाहिँ पसलबाट के सामान लिएर आएँ भनेर मैले चाहिँ तपाईहरुलाई देखाउँदैछु। यतिकैमा मलाई चाहिँ भोक लाग्यो किनभने मैले ब्रेकफास्ट गरेको थिएन, त्यसैले मैले चाहिँ खाना पकाएर खाएँ। तपाईहरु मध्ये कसले यो जन्जिरे भन्ने सिरियल हेर्नुहुन्छ? कमेन्ट गर्नु होला अनि मलाई फलो गर्न नबिर्सिनु।